पानी हेल्न छोरोलाई आज भ्याकुता देखाइदिउँ भनेको त्यसैले भ्याकुतै छैन कि हो यहाँ खै त छोरो। हेलो साथीहरू, आज चाहिँ मौसम एकदमै न्यानो न्यानो छ, समर इज बिगिनिङ। सो आज चाहिँ बाबु र म साइकलमा जान लाग्दैछौँ। साइकलमा केही समस्याहरू आइरहेको छ, सो केही ओइलहरू एन्ड स्क्रुहरू थोरै टाइटन अप गरिसकेपछि छोरो र मेरो आज साइकल यात्रा हुनेछ। छोरो यहाँ आउँदा हेलो गर्नु, कम हेलो भन, सी यू भन न। हामी कहाँ जाने? साइकल भाउ हो, साइकल जाने हो, साइकल जाने नि त। राइट, लेट्स गो। ल है त, अब हामी चाहिँ नि जुत्ता लाएर बाबुले लगाइसकेको छ एन्ड म चाहिँ भने अब जुत्ता लाएर एकछिन वेट। यस, सो एकछिन है। सो साइकलमा लगाउने स्प्रे चाहिँ यो छ हाम्रो स्पेसल ई बाइकको लागि, स्पोर्ट्स बाइक भनेछ। सो तपाईँहरू पनि साइकलमा खिया लागेको छ र साउन्ड आउँछ भने यो प्रयोग गर्न सक्नुहुन्छ है साथीहरू। La 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 la। छोरोलाई आज भ्याकुता देखाइदिउँ भनेको चिसोले भ्याकुतै छैन कि हो यहाँ खै त। छोरो, माछा छ? माछा माछा छ कि छैन बेटा? सानो पानीमा हुँदैन नि बेटा। Oh my goodness. ल उता हेर न, हाँस तलैबाट हेर न, तलैबाट यहाँबाट हेर्ने। ओ यहाँबाट यसरी हेर त माछा, तिमीलाई खान्छ है माछाले फेरि। ओके, उहाँ हेर त कछुवा, उयो उयो कछुवा देख्यौ कसरी जाने? पापा त ल्याएको छैन, पापा त ल्याएको छैन। भोलि पापा लिएर आउने। ओके, अनि पापा दिने। ओके ओके, हस् 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 भन न। हेर त माछा आयो, माछा, हाँस, कछुवा। उतो रुखमा हेर त, उतो रुखमा हाँस नुनु गरिरहेको छु देख्यौ? उयो रुखको तल देख्यौ त्यहाँ नुनु गरेको? जान मिल्दैन नि त त्यहाँ। कति थरीको, 1 2 3 प्रकारको हाँस छ यहाँ। कोही कलर
फरक कलरको बुवा यो माछा लान यो माछाले खान्छ तिमीलाई माछालाई पापा लिन जाने जाने हो हिँडेर जाने ओके ओके ल साथीहरू आजको हाम्रो केही समयको साइकल राइड पनि बाबु छोरोको सकिसकेको छ एन्ड हामी घर आइसकेको छौँ सोक्राममा हामीले आज ब्रेकफास्ट केएफसी नै रोजेका थियौँ एन्ड सो केएफसी पनि हामीले नट क्यास नट क्रेडिट कार्ड वी जस्ट पेड बाई पोइन्ट्स विशेष गरेर जापानमा पोइन्ट जस्तो सपिङ गर्दाखेरि खाइमनो गर्दाखेरि विभिन्न कन्डिसनमा पोइन्ट दिने गर्दछ अथवा तपाईँले क्रेडिट कार्डबाट सपिङ गर्दा पनि हरेक क्रेडिट कार्डमा पोइन्ट कलेक्सन हुन्छ सो पोइन्टको कति भ्यालु कतिको भ्यालुएबल छ भन्ने कुराहरू तपाईँहरूलाई एज एन इक्जाम्पल म देखाउँछु यहाँ मैले मेरो सपिङ गर्दाखेरि जम्मा भएको पोइन्टले अहिले म लगभग 1352 पोइन्ट चुकाउ गरेर म केएफसी अर्डर गर्दैछु यी साथीहरू तपाईहरूले देख्न सक्नुहुन्छ सो आई जस्ट क्लिक्ड फर कन्फर्मेसन एन्ड यस ओटिपी कोड आउने रहेछ ओके 44 78 56 11 44 78 56 11 44 78 56 11 okay wow Rakuten Pay has been added Rakuten point बाट मैले अर्डर गरेँ साथीहरू केएफसी बाबु फेरि केएफसी खाने भन्छ हैरान बनाएको छ एन्ड के भयो वाउ अर्डर रिसिभ्ड देख्न सक्नुहुन्छ एन्ड द गाई विल डेलिभर अबाउट 3:40 PM एन्ड करेन्ट टाइम इज 3:28 PM ओके साथीहरू सो मैले भने आज रकुतेन क्रेडिट कार्डको पोइन्ट चुकाउ गर्दै आजको ब्रेकफास्ट केन्टाकी फ्राइड चिकन यानि कि केएफसी आई अलरेडी अर्डर बाई उबर इट्स मैले अस्ति उबर इट्सबाट चाहिँ उबर राइड फ्री पनि पाएको थिएँ अराउन्ड 3000 एन्ड बराबरको मैले त्यसको लागि सपिङ गर्न गएको थिएँ त्यो तपाईँहरूलाई मैले अपडेट गरेको पनि थिएँ सो आज भने केही पोइन्ट जम्मा भएर बसेको थिएछ सो पोइन्टलाई प्रयोग गर्ने क्रममा छोरो मेरो बाबुले मेरो साथीले केएफसी खाने भनेर हैरान गरेको हुनाले he is so excited super excited for KFC are you excited yes होइन अङ्कललाई मैले पैसा दिइसकेको छु हेलो सो केएफसी अलमोस्ट हाम्रो ढोकामा आइसक्न लागेको छ साथीहरू सो वी आर गना be there at the door and yes ting tong गर्छ है छोरो नयाँ ओ बजिसक्यो ढोका साथीहरू आयो है आयो हत्रै आयो केएफसी चाहिँ आयो बबाले आयो छोरोले खराब झ्याप पारेर ए फुट्छ खौडे फोटो खिचिके गर्नुपर्छ है पहिला ओके बाबुलाई फोटो खिचिदियो है नत्र तिम्रो मैले काँडा निकाल्छु नि फेरि काँडा ओके यस ल है साथीहरू अब हामी धमाधम खानेवाला छौँ है केएफसी चाहिँ कहिले काहीँ पोइन्टले पनि ठुलो अर्थ राख्छ
राम्रै कुरा हो होइन त साथीहरू किनभने पोइन्टलाई चुकाऊ भनेर अहिले त त्यसरी होइन यताबाट हो क्या तिम्रो यो फेभरेट हो होइन ओके सो अनि यस्तो गरी चाहिँ हुन्छ कि पख त बाबाले बनाइदिन्छु ल यस ल साथीहरू आजको हाम्रो पोइन्टबाट किनेको KFC 3 पिस चिकन एन्ड हाम्रो यो कोरा यानि कि कोका कोला एन्ड फ्रेन्च फ्राई हियर तपाईँहरूले देख्न सक्नुहुन्छ आजको फ्रेन्च फ्राई अलिकति भिन्न छ है अलिकति क्रन्ची क्रन्ची नै बनाएर ल्याएको छ अरू बेला चाहिँ अलिक ओसिलो टाइपको हुन्थ्यो आज भने एकदम क्रन्ची छ सो आई होप आजको अति मिठो हुने होला छ सो साथीहरू अब हामी धम्माधम रन्काउनेवाला छौँ है KFC हाल्नेवाला छौँ सो अब चाहिँ हामीले टोपी नै उतार्नु पर्ने अवस्था भइसकेको छ अलराइट त्यस्तो होइन 3 2 1 गो अलराइट बाबुले KFC खाने भन्छ लास्टमा KFC चाहिँ सब मैले खानुपर्छ कि गाह्रो छ मलाई फेरि ल है साथीहरू यस्तो दिनुपर्छ ओके साथीहरू सो साथीहरू अब KFC खाने कार्यक्रम पनि सक्यो आजको दिन लगभग बित्यो हाम्रो सो alright bye bye have a good day thank you for watching this video